3 करोड नेपालीलाई पहिलोचोटि यहाँ टेकाउने वातावरण बनाइदिनु होला। यहाँको पर्यटन विकास गरिदिनु होला, यहाँको कृषि विकास गरिदिनु होला। नेपालको मात्र हैन विश्वभरिको मान्छेले पहिलोचोटि पाइला यहाँ टेकोस् र यो ठाउँ हेरेर जाओस्। यति सुन्दर ठाउँ, यति राम्रो ठाउँलाई अझै मान्छेलाई थाहा पनि हुँदैन यो ठाउँ कति राम्रो छ। हामी बाटोमा आउँदै गर्दाखेरि यो पूर्वी भेग कति सुन्दर छ, कति राम्रो छ भन्ने कुरा सबैलाई थाहा छैन। यही आएर थाहा हुन्छ। त्यस नडाटी भन्नुपर्दा म पहिलोचोटि आएको र योभन्दा अगाडि शङ्खसभा आएको थिइनँ। शङ्खसभा चाहिँ काठमाडौँमा र बाहिर पनि चाहिँ प्रायः चाहिँ रुद्राक्षको लागि परिचित छ र म जसरी पहिलोचोटि शङ्खसभा आइपुगेको छु। नाम बालेन छा, चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेता र शङ्खसभा नडाटी भन्नुपर्दा म पहिलोचोटि आएको र योभन्दा अगाडि शङ्खसभा आएको थिइनँ। शङ्खसभा चाहिँ काठमाडौँमा र बाहिर पनि चाहिँ प्रायः चाहिँ रुद्राक्षको लागि परिचित छ र म जसरी पहिलोचोटि शङ्खसभा आइपुगेको छु त्यसरी नै हाम्रो उम्मेदवारज्यूहरूले यहाँहरूले चाहिँ त्यसरी नै 3 करोड नेपालीलाई पहिलोचोटि यहाँ टेकाउने वातावरण बनाइदिनु होला। यहाँको पर्यटन विकास गरिदिनु होला, यहाँको कृषि विकास गरिदिनु होला। नेपालको मात्र हैन विश्वभरिको मान्छेले पहिलोचोटि पाइला यहाँ टेकोस् र यो ठाउँ हेरेर जाओस्। यति सुन्दर ठाउँ, यति राम्रो ठाउँलाई अझै मान्छेलाई थाहा पनि हुँदैन यो ठाउँ कति राम्रो छ। हामी बाटोमा आउँदै गर्दाखेरि यो पूर्वी भेग कति सुन्दर छ, कति राम्रो छ भन्ने कुरा सबैलाई थाहा छैन। यही आएर थाहा हुन्छ। त्यस्तै वातावरण उहाँहरू त पर्यटनमा यति लागि पनि सक्नु भएको छ। एकदमै राम्रो उम्मेदवारहरू हुनुहुन्छ हाम्रो। तपाईँहरू सबैले साथ सहयोग गरेर उहाँलाई विजय गराउनु होला र तपाईँहरूले दिनुभएको यो न्यानो वेलकमको लागि धेरै धेरै धन्यवाद। अहिलेलाई हामी निस्किन्छौँ पनि।